बाबू हैप्पी बर्थडे थैंक यू कहो लाहे चाहिन हो कहाँ करे टीका लगाउनु पर्छ तिलको अझैलाई प्रुफ देखाएको है तर नआइरहेको त भिडियोको हामी यहाँ नआएर आइसक्यो लेट भयो हजुरहरू फर्स्ट टाइम मागी बनाउँदैछु झिक्री हेर्न सक्नुहुन्छ मागी फर्स्ट झिक्री बनाउँदैछु ज्ञानी बन राम्रो मान्छे बन कालिया पुरा भदिनु फर्स्ट टाइम दिदीसँगै मागी बनाइदियो गुड मर्निङ ह्याप्पी मागी अहिले बजेको छ 4:21 अनि बिहान उठेर हामी चाहिँ नदीमा नुहाउन जान लागेको छौँ माघे गते चाहिँ नुहाउनु पर्ने हुन्छ यस्तो चिसो चिसोमा उठेर नदीमा नुहाउन जान लागेको छौँ भाउजूहरू मम्मी बधाई अनि त्यसपछि बहिनी हामी सबैजना पराबु पनि उठ्दै हुनुहुन्छ हामी सबै नुहाउन जान लागेको छौँ अहिले हजुरलाई म देखाउँछु गुड मर्निङ मम्मी गुड मर्निङ कता जान लाग्यो अब हामी बिहान उठेर अब बिस्तारै मिलाएर अब नुहाउन जानु लाग्यो चिसो छ चाड पर्व हो गयो भने अनि खानासाना पकाउने गुड मर्निङ बुढी ए कहाँ यहाँ जुने फोटो नदी में नहाना लाहे चाहिए हो लहाई में नहीं देखूं क्या करे लहाई में जब मारी दे पाप कटाइन चाहिए हो नहीं चाहिए बाबू हाँ हाँ बुढ़ी सूते सूटे जाइटिन बुढ़ी हेरो ना खींचो हमरे जाइटी वहाँ लाहे नदी में लाहे अब जाइटी यस्तो जाडो छ कसरी नुहाउने होला यहाँ हामी यसरी चाहिँ जाँदैछौँ नुहाउनको लागि यहाँ सबैजना हमरे जाइटी वहाँ लाहे नदी में फर्स्ट टाइम मेरो फर्स्ट मागी यसरी एक्साइटेड छु म बिहानीको सुरुवात चाहिँ यसरी भयो अँध्यारो छ हेर्नुहोस् अँध्यारो छ हुसु यहाँ केही पनि देखेको छैन यो शीतलहर हो यसको आगो टाप्नुपर्छ है भाउजू तिलको के हो यो तिलको डाँठ खै सोबिका अँध्यारोमा हिँड्दैछौँ अहिले अँध्यारो नै छ त्यति बिहानी चाहिँ भएको छैन आँखामा नदेखा भ्लग हो त नि ए ग्रुप भइसक्यो देखिसक्यो बिहान हिजो म हेर्न आएको थिएँ 6, 7, 8, 9 जना हो कहाँ बाटो हिँड्दै गइरहेको छौँ हामीहरू बिहान हेर्न सक्नुहुन्छ खेत हुँदै सर्टकट टु नदी
लो ये तो हाल का ये तो रहो हाँ लुगा म चाहिँ यहाँ नुहाइसकेको छु होइन गाइस हजुरलाई प्रुफ देखाएको है तर नुहाइरहेको त भिडियो कसरी देखाउनु होइन त्यही भएर यस्तो छु यस्तो गेटअपमा छु है यसरी चाहिँ हामीले पाप कटाउनु पर्ने हुन्छ ह्यापी माघे ह्यापी माघे सबैजना उहाँ आइरहेको छ बाबा हो त्यो चाहिँ बाबा यी यो चाहिँ ढुस्सै लागेको हो बाफ होइन पानी चाहिँ एकदम आइस जस्तो चिसो छ यसरी नुहाएर चाहिँ आगो ताप्नु पर्ने हुन्छ हेर्न सक्नुहुन्छ आगो तापिरहेको अब आगो बल्छ हर हर से बलिरहेको छ सबैजना पैसा बधाई पैसा दाना पैसा त ढेर हो र टाउको माथि चाहिँ एउटा सिक्का राखेर चाहिँ डुब्की मार्नुपर्ने हुन्छ नदीमा हामीले चाहिँ ल्याउँदै ल्याएन अनि त्यही पैसा छोडिदिने रे नदीमा त्यही वहाँ त डब्बै डब्बा भरि छ बल्यो आगो वाह बल्ल बल्यो बल्ल बल्यो न्यानो भयो बल्ल पैरामा आराम से बैठो जुत्ता नै छोड्न मेरो मम्मी यहाँ नुहाइसक्नु भयो सक्यो अब आगो टाप्न जानु लाग्यो तिलको डाँटको भाइले पनि आज नुहायो डुब्की लगायो वहाँ बधाई यहाँ बधाई वाह फेरि कपालै डरला जस्तो छ बाबालाई यहाँ सबैजना हुन्छ भाउजू हेलो भनिदिनु भाउजू ह्यापी माघी सबिका हेलो ह्यापी माघी वहाँ बधाई बधाई हाय कहिदो हो बहिनी हेलो बहिनी के हो कहाँ बहिनी के हो पटुहिया पटुहिया हुन् बुहारी हो रे दिदी डुबल भो यहाँ आगो तापिराख्नु छ यहाँ वाह खतरा आगो छ है आगो मम्मी यहाँ के धुप बालिराख्नु छ बिहानीको धुप बाल्दै हुनुहुन्छ मम्मीले बाजेको नाम हो के लाइटर मैं कहाँ जो तिल ले ले वहाँ फेन रहे है अच्छे रहे अपने गाँव को मन है चीने सकबो ना टाटो ले काटे हस कैलाश नटरा दुक्के के नाम लगना तिल ना ले तो तिल छुन मात्रै छुने मात्रै यहाँ लगा कहाँ टीका लगाउने ऐसी के टीका लगाउनु पर्छ तिलको यसरी ये काट तो देती है ये कनी फैन छोक दे दो लगाऊ तिल
चोखो टीका लगाओ टीका निधारमा लक्ष्मी लगा दी तो तो कर आहा मजा आइला सो गिरबो आगे में गिरबो लो लगा दो पुरा पसपसले लगबे न कइले लगा काट्न ते मन के कइदे मै लगाइले हामी त पहिले टाउट ल छोरीले टीका लगाइदिएछ नि ह छोरीले पनि हटी मागे मेरोमा लागेछ मेरोमा लागेछ हैन लागल बा ढोकला सुरु करी हमरे हो जाई आगी तापी चूल्हे कहां ढोक लगबे यहाँ से लागो के जाके चूल्हे ले से लक्ष्मी नगर लगा दे हमार छाई लगाई आई थिन लक्ष्मी के हाथबाट जुट्टा नै छोड्न फेरि सिन सब लगा के छोरी गोर ढोके पराठन छाई के आज अपन में नहीं लगे हो ऊपर पे है बुद्धि लगा जैन अब लगा टपना ओ तिल के आगे में टपले तिल के आगे टपले हो तिल के आगे तिला को फेन दीदी के छूट गइल टीकाई खै फेन लगाइ देऊ ओए ओ जरबो रागु हमार ई उन्चाना कई अकेचोटी म कि लागल डाटी जाऊ न बस के पैसे बस यसैको फारा हो यो तिलको आगो पनि ताप्नुपर्छ डाँठो तिलको डाँठ तिलको डाँठ दिदीको सबल कम बटिन्छ तिलको आगो पनि ताप्यो आज है हजुर आज माघीको दिन हाम्रो ठुलो चाडपर्व हैन आगो बलिरहेको छ हेर्न सक्नुहुन्छ हजुरले एकदम आगो तापिरहेको छौँ हामीले हर वर्षमा यसरी आगो ताप्न पाइरहौँ हैन हरेक वर्ष रमाइलो चाहिँ हुनुपर्छ के एकदम चोखो आगो बाबक नाम से डुबा दे एकदम चोखो आगो ए मैले टिट के दाँत वेट डरला रे तपला टीका लगाइले टीका लगाइले हे एकरे ताप एक घन्टा लगाइ छ न दिदी उज्जर का ए यस्तो सेतो सेतो हुन्छ अनि यसको फेरि टीका लाउनु पर्ने हुन्छ कथे बैठल हुन्छ कथे झुलो खाले में डुबकी मारी अया जइलस लगाएको न अच्छा जाऊ 6 बजे त जाऊ जति पदार होइन अन्धार हो यहाँ एक मान ठरटा बस बल्ले हुई हजार सपोर्ट से हजार है ना मजा लागल हाइट उजर का टिकल उ पार पहिरा डाडी लोटे दिदी उजर कहाँ गइल मैं त 6 बजे राखल कि का उठाए त कम खर 4:30 घण्टा ओहे नष्ट की कराओ कल के न कहाँ घरे थे हमरा चीन के मटा मैंने वो हाल टुन के बाद टीका निकाल्दै छन् सरी आगोको यहाँ बाबा अच्छे दंचन से सराय जानेको छ सोभिकाले पालो छ हर वर्ष नयाँ छन् त्यही जाने हाम्रो त्यो सालोलाई छे सालो बाहेक व्यवस्था होइ त वर्षमा लाइबो न एकचोटी माग किन लाइबो किन माने 88 के लाइबोटे वर्षमा एकचोटी हामी त फर्स्ट टाइम नुहाएको यो कनिस पनि फर्स्ट टाइम म त नि 5 वर्षको थिए त्यही बेलाको चाहिँ मागे थियो नै त्यो सालोलाई हाम्रो वहाँ लडिने र नै त्यो लाइ तो वहाँ लडिने न पानी दे बन्द ढाउ ढाउ रहन दे हामी नै गइ थिन वहाँ यहाँ पानी त यस्तो चिसो हुन्छ कसले नुहाउँछ
त्यहाँ फेरि अल्छी पनि लाग्छ कि यसरी नदीमा जाने मान्छे पनि कोही पनि हुँदैन अब यहाँ सबैजना ग्रुप भएपछि त अनि नुहाउन मन लाग्छ क्या उता त बागमती नदीमा पो नुहाउँछ खोला ढल सब त्यही भएको छ न बाबु फोहर पानी यसिन पानी चाहिँ कहाँ देखो अभी ते बस्तु पानी पानी बराबर चोखा ने कथा ने फुटे लागल तेल विशाल कुलते गइल बहिनी बाजे हमारे गइल बा 3 जना गइल ल साथीहरु हेर्नु मेरो छोरीले सोभिका छोरीले टीका लगाइरहेछन् सबैलाई जय शम्भो के कसिङ हेर्नु संगीत न हाल्नु हे काकासलाई पनि लगाइदिरहेछ छोरीले मम्मीलाई दिदीले लगाइदियो ल कनिस लाइट देखाऊ जय शम्भु अब यहाँ काका बाबु ह्यापी मागी अब जारे लागल ना बागी बुटल जार लागल नेगी ते अब जार नहीं लागी कस्तो राम्रो लाइट है यो उज्यालो आउँदो रहेछ क्या चोखा चाहिँ छुडली लगा वर्षभरि पाप कट्यो को धेरै पाप गरेछ अब गाइस हामीहरू फर्किन लागेको छौँ घर चिसो छ लास्टै चिसो सौगा दादाले भनिसक्नु भयो सौगा दादाले भनिसक्नु भयो अरे पहिले त सुरेश दादु घुमाई लास्टमा मेरो ब्लग बनाउने स्याडो हेलो छोरी हजुर नुहाएर जान लाग्यो अब त्यो के लगिराख्नु भएको छ लोटामा यो बाजेलाई पानी जल बाजेकोलाई चढाउँछु बाजेलाई दिन्छु बाजेको पनि माग्यो त्यो खादा पनि ल्याएको छौँ हामीले खादा ल्याएको छौँ झन् त कहिले पनि लटो खारु कल त लागेको कुर्था देखाउ न से नहाना चाहिए गुड मर्निङ दादा ह्याप्पी मागी भर्खर नुहाउन जाँदै हुनुहुन्छ हामी यहाँ नुहाएर आइसक्यो लेट भयो हजुरहरू हामी फर्स्ट हजुरहरू लुजर मागी दादा गुड मर्निङ भर्खर नुहाउन जाँदै हुनुहुन्छ हामी नुहाएर आइसक्यो हामी फर्स्ट त्यहाँ पत्थर पूर्वको नदीतिर हामी नुहाएर आइसक्यौँ अब हजुरहरूको पालो ल ठिक छ राम्रोसँग नुहाएर आउनु नल्किम हाम्रो चाहिँ नहाके रखली गुड मॉर्निंग हैप्पी मागी कहो बधाई कहो ना बधाई हैप्पी मागी कहो हैप्पी मागी हाँ ठीक बा टाउकोमा बाजेको लागि फुल
मम्मीले यहाँ देब्री राख्नु भएको छ चढाउनु। पिर्काले आउनु पर्ला खोलाको हाम्रो बाजे आजले त हुँदैन अभी नै पुगल पो का करे ढारा ठो बुढी सोच कराउटे थोरै टेरस भयो है ल ल ए यसरी चाहिँ चामल अनि यो दाल अनि त्यसपछि नुन हालेपछि चाहिँ छोड्नु पर्छ यो सबै। यहाँ भाउजूले पिठो सान्दै हुनुहुन्छ, मुछी राख्नु भएको छ है, डो बनाउँदै हुनुहुन्छ है। यति धेरै हेर्न सक्नुहुन्छ हजुरहरूले ढिक्री पार्नको लागि। गुड मर्निङ बरापु। गुड मर्निङ बोरी। ह्यापी मागी। आज बरापुको बर्थडे केक काट्ने छ। आज बरापुको बर्थडे। ह्यापी बर्थडे टु यु। ह्यापी बर्थडे डियर बरापु। ह्यापी बर्थडे टु यु बरापु। केक खानुपर्छ केक 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 बरापु केक बरापु केक। बरापु जन्मदिनको धेरै धेरै शुभकामना हजुरलाई। अलिक नजिक आउनु न। नै नै यहाँ नजिक आउनु। ह्यापी बर्थडे ह्यापी बर्थडे बरापु। हैप्पी बर्थडे। थैंक यू कहो। फोटो ना खींच के लगते हैं। थैंक यू कहो। थैंक यू कहो। थैंक यू कहो। कहे नहीं जान तो थैंक यू। थैंक यू थैंक यू थैंक यू कहो। हैप्पी मागी बुढ़ी। कहाँ करे लुप्ठिन। हाँ बुढ़ी लहाई लो कि नहीं। हाँ क्या करे जार लागट। यसरी ढिक्री पार्दै हुनुहुन्छ। प्लेटलाई उल्टो पालेर यसरी लङ लङ स्टिकहरू बनाउँदै हुनुहुन्छ है। कत्रो भारी कैन हो आन्टी। खै मै फेन पार्नु कहाँ बा फर्स्टदेखि। यो त अलि सजिलो हुन्छ होइन। उता त मसला हाल्थ्यो भाउजू। कहाँ यहाँमा यहाँ के हाल्थ्यो होइन त्यो हुन्छ नि ड्राई फ्रुट्सहरू हाल्थ्यो क्या। सानो सानो मसिनो गरेर नरिवल काजु बदामहरू त्यस्तो सिम्पल हो। हाँ यो चाहिँ सिम्पल हो। अनि यो यसरी बनाउन पनि सजिलो हुन्छ। रोल 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 पारेर कस्तो मजाले। यहाँ अब म बनाउँछु ल गाइस। फर्स्ट ढिक्री बनाउँदैछु हेर्नु है। कस्तो बन्छ है। काठमाडौँ त बनाउँछु बनाउनु चाहिँ तर फर्स्टमा बनाएको कति भयो नि त नबनाएको 1 वर्ष भइसक्यो। त्यति राम्रो चाहिँ हुँदैन। पातलो भयो जस्तो छ। यहाँ नजिक देखाउ त सबिका। कस्तो बने गाइस। कति लामो हुन्छ ठिकै देखाते हो।
ले आफै यति पारिसकेछौँ हेर्नुहोस् कस्तो राम्रो यहाँ बनाउँदैछौँ भाउजूले बनाउँदै हुनुहुन्छ बधाईले बधाई हेरिराख्नु भएको छ बधाई काटी कहाँ बा पतला पतला टका तातो भयो यहाँ देखेकै छैन बाफले बा ए बधाईले हालिदिन्छ सविताले दिएपछि ले फिल हो ब्रस गर्न जाऊ जा सबैजना फ्रेममा आओस् सुन लाग्थ्यो वहाँ जाके कब यार वो बस हाँ आज से खींच के ले जाके हाँ यूट्यूब झबलियार झबलियार यूट्यूब में फिर मोर संगरियन के हेर्था मोर गुहिन के खूब मन पराई था आज दिन सबने मरन लाग्यो हाँ यसरी आलु पोलेर आगोमा खानुको मजै छुट्टै छ छोइसकेको हो र त्यो यो आउ न त यो छोइसकेको ऊ छोरा खल हो यो त्यो छोइसकेको हो ऊ भाग छो न त तिमीले बाबु त्यो भाग छुनुहुन्छ ल ल यहाँसँगै छौँ भनेको झन् सुन्दै सुन्दैनस् यार पिल्टु यो पूजा हो ल छुवा के गर्ने हजुर चामल ल ए हामा छोरी जाइटिन हजुर माघे गते चामल छुए जाइटी चोखो हुइ जाइटी त्यो छुने मात्रै अब छुने मात्रै हो ए छोइ हजुर ल चोखो हुइ जाइटी ल यो बाबा छोइ मोरी घाँस बिहान यहाँ चोखो हुइ जाइज त दाल यो नुन हजुर ल देखाउँदै देखाउनु भएन यहाँ नजिकबाट त नि देखाएन ठिक छ ठिक छ ल ल भयो होइन अब ल हेप्पी माघी ल आइज ओ मम्मीले यहाँ चोखो हुँदै हुनुहुन्छ थारू चल्तीमा यस्तो हुन्छ हजुर यो छोएपछि हाम्रो मन एकदम चोखो भएर यो हाम्रो फर्स्ट टाइम हो यसरी माघीको हेर चोखो हुनुपर्छ है यसरी नुन ल यो भएपछि चोखो भयो यो हामीले देवतालाई पूजा गरेको हो हेर्न सक्नुहुन्छ है धेरै ज्ञानी बन राम्रो मान्छे बन जस्ता हजुर अब आइटु तिम्रो सोचेको इच्छा पुरा होस् ठुलो मान्छे बनोस् है अगाडि बढ्नुहोस् यसरी ज्ञानी भइराख्नु बाबा धोइसक्नु बाबा बुढीलाई छैन यसरी चाहिँ हामीले ढोग्नु पर्ने हुन्छ खुट्टामा आजको दिन चाहिँ एकदमै हजुर आजको दिन एकछिन ल मम्मी आफ्नो दाइलाई अब ढोक्न जाँदैछु हजुर फर्स्ट टाइम हो क्या दाइको डोगेको फर्स्ट टाइम होला
अब मम्मी मम्मीको पालो आबो खाँदै बाबु भाग्यमानी रहो बर्जने अब अपने चाहिँ ठिकै छ नि ल्याउ म ल्याउटे बुदीलाई ढोक्न जान लाग्छु फर्स्टमा सबभन्दा सुरुमा मूल मान्छे हाम्रो के अरे बुदीलाई भाग्यमानी हेउटे पर हो अब मेरो बरापुलाई भाग्यमानी पर्छ भारी मनै पनि अब बधाईलाई ढोक्छु म देखिरहेको छु कि छैन देखिरहेछौ ल त भिडियो लिइदिएन त बाबु म तरकारी बसालेछु ढोक्नु बाँकी छ भाग्यमानी और सेल्फी नहीं हो अलि ढोक लागे सेवा ढोक लागे नै हस्ताक एकदम रमाइलो गरिदिएन न भाग्यमानी रही हो ऊंचा घरे पर हो नौकरी पे हो अब पानी साउ ढोक लाग्ली त्यहाँ बरापु ए ढोक करे ढोक करे बन जाए जाना कहाँ नान्त ब्रोइलर कि कोइलर ओए नहीं हिटना पहिला मिल्था नहीं चले हुँदा अब मैं ढोगू बरापू है लाइन लागल थिए साक्रो भयो यहाँ बाबै अपन पर्यटन लाइन में बैठे लागल भाग्यमानी मजा बस्दै हो कनिस रोक लागे बडे है ए लागेर खाल एउटा मैले दिदिने बजाने मै लागत ल्याउ दादू भैया बर्थडे हैप्पी बर्थडे फैन कहो हैप्पी बर्थडे दादू यहाँ हैप्पी बर्थडे ले हैप्पी बर्थडे ये खसिक निकालते म दादू बर्का दादू आज जन्मदिन एकदम खुसीबाट ठीक है बा आज भयो फोटो खिचाइ टु क्या हाँ त एकदम खुसीबाट एकदम चटगारबाट अब रुको म यहाँ लाग्दिउ त ल्याउ म दिदी पारे ल्याउ भाउदिन के पूरी पूरा तक के जीव मजस कमाना ल्याउ भाउजी यहाँ देखाइ त हाँ देखाई तो बुढीले भाग्यमानी हो भाइ और सेल्फी नहीं हो मजा मजा झम्टी झुम्टा मेरो सेवा लाग्न अस्ति त हो गिलास त्यहाँ यस्तै त हो नि हैन अम्बे बराबर ढोक लागे जाए दिदी भाग्यमानी पूरी पूरा तक के यो दिदी ने भाग्यमानी सौगात पूरा होस् एकदम जहाँ सुको है पूरा वस्तु हरेक सबको चीज बढ़िया होस् तीनजना ल मेरो छोरालाई हुनुहोस् सोचेको भन्दा राम्रो गर्नुहोस् प्रगति गर्नुहोस् हैन एकदमै आकाकी आशीर्वाद लाग्नुहोस् खै तीनजना देवरानी जेठानी खै एकै ठाउँमा बैठो त भाग्यमानी मजस मनले दिदी यहाँ ठाइन होती तन्ने खोजत मनले दिदी बिचम कैन होला तन्ने है खोजत है भाग्यमानी हेलो हेलो यहाँ बधाई घर यहाँ तीनजना देवरानी जेठानी ले देवरानी जेठानी हाँ भिडियो फ्यान के भन्न चाहनुहुन्छ देवरानी जेठानीहरू तीनजना उताको बधाई छुट्नु भयो अर्को बधाई छुट्नु भयो यहाँ तीनजना मात्र हुनुहुन्छ यहाँ खुसीबाट फर्स्ट टाइम दिदीसँगै माघी मनाइटु हर वर्षमै अष्टक मनाइन चाहिए रमाइलो करना चाहिए नै हाँ ये चाह ऊ कहना इच्छा बा मोरी
हाँ माघ एक दिन नै का इच्छा भयो हरेक वर्ष हरेक वर्ष का इच्छा बा बधाई माघी मनाओस् त हुन चाहिँ टुफेन बोलो खैबी सँगै बैठ के हाँ नाच नाच अब जाने सिकारले हेटी जै हो नै हेर्टी चाहिँ हो रे मेरो भाउजूलाई ल्याऊ मजस पर्यो ढेर पर्यो मजा थरो पायो त्यो हुइलास ए यी आलु हुन्छ अब आलु ऊ हमार भौजी खाइते खाइते दादू दादू खाइ दादू पटाइन खा ल्याउ कमायो मजा बुरिया लाने वहाँ गए बड़का घर बाबू ये आलू हुन्छ आलु ए अब वहाँ फेन ढोके आयौँ तबै खायौँ मैं आलु हेर्नुहोस् यहाँ ए पोलेको आलु यतिको माया चाहिँ हुनुपर्छ क्या बुढाबुढी ढोक्नु पर्यो नि होइन बधाई बुढालाई ढोकेको छैन अरे यहाँ मम्मीले कब जाए तो सेवा लाग्यो हाँ आके बड़का घर ओजन नहीं लगा ए बन जाइए खै खै बाबाले अ बुढा एउटा त्यो ढोग लाग्नु बुढो मैले बिस्तारै काम अब बाबालाई सेवा ढोक लाग्नुहुन्छ ल लान्छ कहाँ यहाँ ल ल्याउटे मम्मी बाबाको पालो अब मम्मीको र बाबाको पालो ल ल मेरो बुढी एकदम खुसी खुसी रहोस् भनेको सोचेको पुरा होस् बुढाले गाली नगरोस् धेरै गाली गरेको छ र एकदम धेरै माया गरोस् हैन यसपालि खुसी हुनुहुन्छ कि हुनुहुन्न मम्मी यसपालि कतिको खुसी हुनुहुन्छ धेरै खुसी छु सोचे भन्दा राम्रो भयो यति नसोचेको कुरा पनि राम्रै धेरै राम्रो भयो खुसी छु एकदमै हजुर मेरो बुढा त ज्ञानी भएको छ नाइले यस्तै हुनुपर्छ अब ज्ञानी अर्काबाट बुढाबुढीको साथ सपोर्ट हो होइन खुसी हो नि त बुढा खुसी छ म खुसी छु बुढी खुसी छ बुढा खुसी छ त्यही हो जान मेरो इच्छा यही आमामै चोखो चामल सबै छ खै मम्मी बाबालाई त ढोके छैन त हामीले तिमीहरु त ढोकेको छैन बाबा पक्रिनु त मम्मीलाई ढोक्छु खै ल ल मेरो छोरीको सपना इच्छा पुरा होस् बाहिर जाने इच्छा छ मेरो छोरीको बाहिर पुगोस् ल सपना इच्छा पुरा होस् बाहिर गएर आउनुहोस् ल बाबालाई ढोक्छु म बस बाबालाई मम्मीलाई चाहिँ ढोगेन सबैले ढोके होइन बाबा मम्मीलाई चाहिँ ढोगेन क्या अघि ढोकेको होइन छैन ढोके छैन छोरीको एकदम चाहना पुरा होस् सोचेको राम्रो होस् सबै चिज ठुलो मान्छे बनोस् अब आलु खान जानु लाग्छ ल मेरो छोरीले अब बाबाले ढोगेर हेर्नु साथीहरू बिहान बिहान मुखमा निवाला गयो आलु खान जान लागेको छ नु पोलेको आलु त्यो पनि आगोमा छोरो ढोगिसक्यो मेरो मलाई ढोगिनुहोस् बिर्स्यो ए ल यसरी खुसी रहनु छोराछोरी आफ्नो घरबाट यसपालि यहाँ के भन्न चाहनुहुन्छ छोरा यसपालि कतिको यहाँ आउनुहोस् यहाँ कतिको रमाइलो भइरहेछ छोरा माघी बनाउन तिमी फर्स्ट माघी हो धेरै रमाइलो मेरो छोराछोरीको इन्जोय अब हर वर्ष यसरी होइन आउन पाऊँ मेरो छोराछोरी खुसी त बाउ आमै खुसी नि त्यसै छोराछोरीको सबै चिज त हो नि कहाँ बधाईको यही आउनुहुन्छ अरे अहिले जाने जाऊ त बधाईको घर जाँदैछौँ हामी ढोग लगाउन भाइ अनि सौगात भाइ जाँदैछौँ हामी तिनजना सुरेश दादा र विनोद दादा गइसक्नु भएको छ अघि नै अनि हामी चाहिँ अलि ढिलो भयो जाँदैछौँ यहाँ हेर्न सक्नुहुन्छ हाम्रो हाफ फ्यामिली उता अनि हाफ फ्यामिली यता हुनुहुन्छ क्या अनि त्यही भएर हामी ठुलो परिवार छौँ एकदमै ठुलो ए बधाई लागे आइलु 4:30 बजे वर नदी में
नदीमा नुहाएर आइसक्यौँ हामी। त्यो अवश्य हजुरले देखि नै सक्नुभयो होला। जाँदैछौँ यता। मागी लहाइलो कि नहीं संगरियन के हमरे ते लहा के सेक रख ली। अब जाई टी ठोक करे सेवा ठोक। देख्न सक्नुहुन्छ जाँदैछौँ बाटो बाटो हुँदै। फुल कस्तो राम्रो छ, राम्रो फुल यहाँ ठोकिसकेको छ। ले पकड ले पकड कमाई हो ना पर हो अब बढ़ाइए ठोके झुट्टा कर ले तू। भाग्यमानी छोरी। हैप्पी मागी बधाई, हैप्पी मागी। भाउजू है मैं कैसे मैले हात ठाउँछौँ कि हात गर्छु अरे मोरी पर्न हो नहीं नहीं छुटा भाउजू के गर्नै छुटा ल हात ठाउँ गरे बाबू हैप्पी मागी। दादाहरूले पनि ढोगिहालौँ। दादालाई खै खुट्टामा ढोग्नु तेरी दादु बोल्ने केलस का भाउजू दादु नाप पकड ले ल टिका चाहिँ हुनुपर्छ दाजुभाइमा। बिना दादालाई के पकाउँदै हुनुहुन्छ? हेलो भाउजू, वेलकम टु माई ब्लग। हाई हाई मेरो मुकुट मुकुट। ह्याप्पी मागी हैप्पी मागी मुकुट। हाई हाई गर्दो हैप्पी मागी गर्दो। थ्याङ्क यू सेम टु यू भन्नु बोल्न खोजिरहेछ गर्दै। बोल्यो हाई 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 बोल्न खोजिरहेछ। यहाँ हेर्नुहोस् त फुल कस्तो राम्रो राम्रो है कस्तो राम्रो फुल। यहाँ हेर्न सक्नुहुन्छ। बराबु खै ए नुहाउनु जानुभएको छ। ए फुल कस्तो राम्रो के भन्दैछ? बाबु बाबु हाई हाई हेलो मुकुट। हाई मुकुट। सबैजना हामी छौँ यहाँ। दादालाई मिस गर्दैछौँ, सुनिल दादालाई। वी मिस यु दादा। यतादेखि नै हजुरलाई ह्याप्पी मागी दादा, वी मिस यु। चारवटा अङ्कल बाबा चाहिँ आउनु भएको छैन है। मुकुटको बाबा चाहिँ हुनुहुन्न। मुकुटको बाबाले चाहिँ मिस गरिरहेछौँ नि होइन 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 मुकुट मुकुट। भोलि पर्सि यो हेर्नुपर्छ ल, ठुलो भएपछि हेर्नुपर्छ ल। अहिले मेमोरीको लागि हो यो। यसरी चाहिँ गाउँभरिको मान्छेहरू आएर ढोग्नुहुन्छ, घर घरमा आएर ढोग्नुहुन्छ सबैले। हेलो भाउजी। हेलो भ्लग हो। हेलो कहिदियो ह्याप्पी मागी। हाम्रो त 4 बजे
लगा भाउजूले लगा न सबैले कालिया यहाँ त टिका दादाको टिका चाहिँ खतरा छ त फेरि कस्तो राम्रो आहा कराई के हो चरा हेर्नुहोस् त बच्चाहरूको ढिक्री के बनाउने खिचड़ी बना दे का बनाई थी का बनाई थी सपोर्ट कपार उठैले हुन् बच्चाहरूको ढिक्री यहाँ टुनटुन र अक्षताको ए चिरैत नै हुन्छ हिलेको यस्तो क्युट क्युट हेर्नुहोस् न ढिक्री तातो भयो मोबाइलमै ध्यान छ सबैको ह्याप्पी मागी भन्देऊ ह्याप्पी मागी भन्देऊ ह्याप्पी मागी गुड यतिको चाहिँ बोल्नुपर्छ है उसलाई दिनु टुनटुनलाई पहिला कराईवाला कराईवाला के वाला हो पर्दैन बधाई बिहान बिहान खै त्यो भने के हो भनिदेऊ यो माछा मार्ने यसो देखाइदिनुहोस् न माछा मार्ने टापी बनाएको हाम्रो टुनटुनले फोकस आउट भयो ल तिम्रोमा के छ तिम्रो के छ लामोवाला मात्र खै अर्कोवाला लिएको त चरावाला खै त ए आफै आफै बनाएको खाने दिदाउ न त नि एउटा ल्याऊ सगुन पैसा होइन नै बधाई यहाँ बधाईको घर आएर फर्स्ट ढिक्री मागी फर्स्ट टाइम मागी बनाउँदैछु ढिक्री हेर्न सक्नुहुन्छ मिठो टेस्टी मिट बा बडापु मिट बा मोबाइलमा त ध्यान छैन सबैको आएर यस्तो बनाउनु छैन मैले एक दिनको एउटैमा राख्छु क्या दिनको कुकुर भदिनी तरुल है तेरी सही नहीं सकलू तरुल ढोल ढोल नहीं रहे ठिकरी पारू की तरुल क्यों अकेली काका कहिबो बधाई देखाउनुस् तिमीले बनाएको राम्रो छ त नाइस गुड जब दाँत आइसक्यो सबै कोठी छ यहाँ ब्युटिफुल छ ब्युटिफुल मेरो भदिनी टुनटुन हैन
हामी सिब्लिङ्सको टिमहरू जाँदैछौँ यही अगाडि यहाँ हेर्न सक्नुहुन्छ है यसरी लाइन लगाएर ऊ कनिष्ठ पनि छ है अगाडि जानु पर्ला हाय नाम भनिदेऊ नाम मेरो नाम सबिका चौधरी हो मेरो नाम सुरेश चौधरी हेलो सक्कुने ह्याप्पी माघी नाम मोर नाम सौगात चौधरी हेलो म नाम विनोद चौधरी हेलो म कनिष्ठ चौधरी अनि म अलिसा चौधरी हजुरले चिन्नु नै हुन्छ मलाई यसरी लाइन लगाएर जाँदैछौँ हेर्न सक्नुहुन्छ सबैजना